सबैजनालाई नमस्ते, शुभ बिहानी, गुड मर्निङ। म आज एउटा सानो विषयमा चाहिँ भन्न गइरहेको छु। विषय के छ भन्दाखेरि हाम्रो जुन अहिले विकास निर्माणका कुराहरू आइरहेको छ नेपालमा, भौगोलिक हिसाबले जुन इन्जिनियरिङ पढ्नु भएको छ विदेशमा गएर, नेपालको भौगोलिक हिसाबले इन्जिनियरहरूले जुन आर्किटेक्चरहरू बनाउनुहुन्छ, स्ट्रक्चरहरू गर्नुहुन्छ, त्यो अलिक भिन्न खालको छ। कस्तो खालको भन्दाखेरि जुन स्विजरल्यान्डसँग म्याच हुने खालको, स्विजरल्यान्डमा जुन पढाउँछन् नि इन्जिनियरहरूलाई, त्यो हिसाबले नेपालको भौगोलिक हिसाबले विकास हुनुपर्छ भन्ने मेरो धारणा हो। के भन्दाखेरि मेन पोइन्ट के छ भन्दाखेरि, अब विकास त गर्ने, काहीँ सम्मो छ, काहीँ अग्लो छ, काहीँ भिरालो छ, काहीँ खल्चा छ, काहीँ मूलफुट छ। यस्तो कुराहरूले कामलाई अवरुद्ध आइरहेको हुन्छ, काम रोकिरहेको हुन्छ। अनि हरेक ठाउँमा हरेक चिजहरू छ क्या नेपालमा चाहिँ। तपाईँको भौगोलिक बनावटै छुट्टै छ। अब विकास निर्माण गर्ने भनिएको छ होइन, विकास निर्माण चाहिँ कसरी गर्न सम्भव छ त भन्दाखेरि, जुन हाम्रो नेपालको पहिचान छ, जुन पहाड, हिमाल, तराई छ, यस्तो ठाउँमा विभिन्न चाहिँ रूपले विकास गर्नुपर्ने हुन्छ। भिन्न खालको जुन उहाँहरूले पढ्नु भएको भन्दा नि भिन्न खालको चाहिँ विकास गर्नुपर्ने हुन्छ। यो कुरामा चाहिँ ध्यान आकर्षण होस् सरकारको होइन। यो इन्जिनियरहरू पढ्नु भएको चाहिँ ठिक हो, उहाँले पढ्नु भएको गलत पनि होइन, तर उहाँले पढ्नु भएको चाहिँ तराईतिर विकास गर्ने हिसाबले पढ्नु भएको छ, तराईको भागलाई सुहाउने खालको पढ्नु भएको छ, त्यही अनुसारको इन्जिनियरिङ पढ्नु भएको छ। तर नेपालको भौगोलिक हिसाबले स्विजरल्यान्डको एउटा विकास निर्माणको कामको हिसाबले स्विजरल्यान्डमा कसरी काम हुन्छ र नेपालमा कसरी काम हुन्छ, यो धेरै फरक विषयवस्तु छ। त्यसैले जुन इन्जिनियरहरूले पढ्दै आउनुभएको छ, विज्ञहरूले पढ्दै आउनुभएको छ विकास निर्माणको लागि, जस्तो बाटोघाटो यताउति छ नि, धेरै कुराहरू छ नि त। यसमा चाहिँ नेपालकै भौगोलिकलाई सुहाउने खालको, प्रकृतिलाई जोगाएर प्रकृतिको संरक्षण गरेर कसरी विकास गर्न सक्छ नेपालले भनेर अध्ययन गरेर काम अगाडि बढाउनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्ते, मेरो नाम सुदर्शन ढुङ्गाना, मेरो घर नुवाकोट विद्युत नगरपालिका वडा नम्बर 12। अहिले हाल बस्दै आएको चाहिँ यता विद्युत नगरपालिका 5 वडा नम्बर कार्यालय भन्दा अलि तल पोस्टबहादुर पार्क भन्ने छ, त्यसको मुन्याडपट्टि बाणा चौतारामा मेरो घर छ। हजुरहरूलाई के कुरामा कन्फ्युजन छ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। हस्त, नमस्ते, जय नेपाल, हर हर महादेव, जय शम्भो, जय कैलाशपते।